नमस्ते। देशमा रहनुभएका बाध्यतावश विदेश जानुभएका मेरा सम्पूर्ण प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवाहरूमा मेरो म दुर्गा प्रसाईको नमस्कार छ। भोलि 2081 साल फागुन 25 गते श्री 5 महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको पोखराबाट काठमाडौँ सवारी हुँदैछ 2 बजी। सो सवारीमा सरकारलाई स्वागतको लागि सम्पूर्ण नेपाली दाजुभाइहरूलाई एयरपोर्टमा आइदिन। भोलि एक दिनको लागि यो तस्कर विरुद्धको लडाई हो, यो भ्रष्टाचार विरुद्धको लडाई हो। राजाले दरबार छोडेको आज 18 वर्षमा हामी नाङ्गो भयौं। राजा नभएपछि धर्म हुँदो रहन्छ, धर्म नभएपछि परिवार सबै सकिँदो रहेछ। आज विखण्डित भएको छ परिवार। त्यसले गर्दाखेरि हाम्रा घर जग्गा जीवन सबै लिलाम हुने स्थितिमा पुगेका छन् र नेपालीहरू सबै बैंकको ब्ल्याकलिस्टमा परेका छन्। सम्पूर्ण ब्ल्याकलिस्टमा पर्ने मान्छेहरूलाई र 35 दिन सूचना निस्केका मान्छेहरू, 35 दिने सूचना बैंकबाट निस्केका मान्छेहरू लगायत सम्पूर्ण व्यापारीहरूलाई एक दिनलाई भोलि दोकान बन्द गरेर महाराजधिराजको स्वागतको लागि काठमाडौँ एयरपोर्टमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यो मौका तपाईहरुलाई पटक पटक आउँदैन। भोलि फागुन 25 गते तपाईहरुलाई यो मौका आउँदैछ। यो मौका नगुमाउनुहोस्। हरेक नेपालीले फर्स्ट नेपाली भनौं। नेपालको व्यापार नेपालमै राख्नुपर्छ, नेपालको पैसा नेपालमै राख्नुपर्छ, नेपाली युवा नेपालमै रहनुपर्छ भन्ने हाम्रो जोरदार भनाइ हो। त्यसमा महाराजधिराज सरकारले साथ पनि दिनुभएको छ। त्यसले गर्दाखेरि महाराजधिराजको आह्वानलाई हामीले सफल पार्नको लागि भोलि एयरपोर्टमा सम्पूर्ण नेपालीहरूले, काठमाडौँवासीहरूले दोकान बन्द गरेर आफ्नो घरमा चुक्कुल लगाएर ढोका बन्द गरेर एयरपोर्टमा हुनुहुन्छ भन्ने मैले हार्दिक विनम्रसँगले अनुरोध गर्दै आशा राख्दै बिदा लिन्छु। नमस्ते, धन्यवाद।